यतिको चाहिँ बनाएर लिएर आएछ। वाउ। हाई एभ्रिवान, सो सबैजनालाई स्वागत छ मेरो अर्को भिडियोमा। सबैजना कस्तो हुनुहुन्छ? म पनि एकदम ठिक छु। आजको वेदर चाहिँ यतिको छ होइन, यहाँ चाहिँ पानी पनि परेको छैन, एकदम दामी हिजोको जस्तै गुड छ है। अनि म चाहिँ अब माछा लिन जान लागेको। माछा लिएर आज चाहिँ साथीले माछा लिएर आइज अनि माछा बनाएर खानुपर्छ भन्यो। अनि त्यसपछि हेरि उसले चाहिँ माछा बनाउने अरे, अनि त्यही भएर माछा लिएर जान लागेको म चाहिँ। अब हेर्नुहोस् अगाडि के हुन्छ। माछा लिने ठाउँ चाहिँ यही हो। माछा चाहिँ मैले यहीँबाट लिने हो। दाइलाई चाहिँ मैले दाइ एउटा माछा दिनुहोस् भनेको, दाइले फेरि एउटा सिङ्गे काटिदिनु भयो। अनि त्यो माछा चाहिँ लगभग 1 किलोभन्दा माथिको थियो, 1200 ग्रामको जति माछा थियो। माछा लिएर काटिदिनु भयो, प्याक गरेर। अहिले चाहिँ म माछा लिएर अब जान लाग्यो। अब त्यो साथीलाई दिन्छु अनि त्यसपछि त्यसले बनाएर लिएर आउँछ र अनि त्यसपछि खाने बेलामा देखाउँछु है कस्तो बनाएर लिएर आयो। म चाहिँ अब जान लाग्यो, यहाँ राखेर उरेर जान लाग्यो। उसलाई चाहिँ मैले माछा दिएर म चाहिँ यता आउनु लागेको, काममा जान लागेको। उसले चाहिँ माछा चाहिँ त जा, म बनाएर लिएर आउँछु, मलाई चाहिँ नदेखा भनेर भन्यो। अनि त्यसपछि हुन्छ भनेर म चाहिँ अब त्यसलाई माछा छोडेर काममा गएँ काम गर्न। साथीहरू, यसले चाहिँ ठ्याक्क घरबाट बनाएर लिएर आइसकेछ है। यस्तो खाले बनाएर लिएर आए। मेरो लागि चाहिँ 2टा लिएर आयो। फिस 2टा 4वटा 2 4 6 पिस लेके आए। यस्तो खाले लिएर आए है, दामीवाला। अब चाहिँ म यो खाएर टेस्ट गरेर भन्छु है कस्तो बनाएको केटाले है। यतिको चाहिँ बनाएर लिएर आएछ। वाउ, दामी बनायो, मस्त बनायो भाइले। सही बनाएछ केटाले, मिठो। अब चाहिँ हामीले चाहिँ त्यही हिजो बनाएको यस्तो खाले रोटी अनि यो माछा यति खान लाग्यो। अनि सलाद पनि यो काँक्रा साक्रा ल्याए है, दामी छ। मजा आयो। तर यो फिस पनि बबाल बनायो है। मस्त बनायो। काम सकाएर आइपुगेँ। आज फेरि एक दिन बितेर गयो। परदेशको जीवन यस्तै छ, काम थकान। अनि हरेस चाहिँ कहिले मानिन। परदेशमा अब काम गरेर आइसकेपछि थकान यता त्यता, अब खाना खानु पर्यो, भाँडा मोल्नु पर्यो, खाना आफै बनाउनु, आफै भाँडा मोल्नु है, सबै कुराहरू गाह्रो हुन्छ। तर पनि एडजस्ट गरेर अगाडि बढिरहेका छौँ हामी है, सबै परदेशी दाजुभाइहरू। त्यही हो, अब एउटै सपना हुन्छ सबै परदेशीको कि कहिले वर्ष बितेर जाला, कहिले घर जाने समय आउला र घर जाउँला भन्ने एउटा आशा परदेशीहरूको। त्यही नै हो। आफ्नै गाउँमा आफ्नै माटोमा गइसकेपछि सुगन्ध अर्कै हुन्छ। आफ्नोपन, आफ्ना दाजुभाइ, आफ्नो माटोको अलग्गै पहिचान हुन्छ है। ती यादहरू सम्झिँदै परदेशमा बिताउनै पर्यो है, काट्नै पर्यो आफ्नो समय। सो थ्याङ्क यू सो मच गाइज। आजको ब्लग यतैमा एन्डिङ गरौँ। म पनि अब खानासाना खाएर उरेर भाँडा मोलेर सुत्नुपर्छ, भोलि फेरि छिटै काममा जानु छ। थ्याङ्क यू सो मच गाइज। म चाहिँ बिदा चाहन्छु। हस् त, हामी अर्को ब्लगमा भेटौँला।